नमस्कार सबैजनालाई। आज म कस्तो छिटो आइपुगेछु कि अफिस। ठिक्क अहिले 8:45 भयो बिहानको, ठिक्क मेरो फेसमा घाम परिरहेछ। त्यसले गर्दा अलिकति डिस्टर्बेन्स आइरहेछ जस्तो लाग्यो। ठिकै छ, आज मेरो स्टाफ पनि कोही आइपुग्नु भएको छैन। उहाँहरू 10 बजीतिर आउनुहुन्छ। कुनै हार्ड रेस्ट्रिक्सन चाहिँ छैन आउने जाने टाइमको, तर प्राय 10 सवा 10 बजीतिर आउनुहुन्छ। त म एक्लै छु होइन अहिले चाहिँ। आज म कुनै सिरियस टपिक भन्दा पनि एउटा जेनरल वर्कफ्लो अफ दि ट्रेडिङ कम्पनीको बारेमा डिस्कस गर्न चाहँदैछु होइन। कुनै पनि कम्पनीको वर्कफ्लो हामीले बुझ्यौँ भने त्यो कम्पनीमा जाँदा हामी कुन चाहिँ हुन्छ नि कुन चाहिँ एरियाजमा छौँ र कुन चाहिँ लेभलमा स्ट्यान्ड गर्छौँ भन्ने बुझ्न सजिलो हुन्छ र हजुरले कोअर्डिनेट गर्नको लागि पनि धेरै हेल्प पुग्छ। त्यो भएर फर अल पिपल यो चाहिँ जेनरल वर्कफ्लो अफ अ ट्रेडिङ कम्पनी हो होइन। कसरी ट्रेडिङ कम्पनीमा कामहरू हुन्छ भन्ने नलेजको लागि हो। अब सुरु गरौँ। पहिला त अब ट्रेडिङ कम्पनीले सामान बेच्नको लागि बाहिरबाट सामान या कहीँबाट सामान त मगाउनु पर्यो। त्यो मगाउनुको लागि एउटा प्रोक्योरमेन्ट डिपार्टमेन्ट हुन्छ। त्यो प्रोक्योरमेन्ट डिपार्टमेन्टले पिओ रेज गरेर बाहिर पठाइदिन्छ। बाहिरको सप्लायरले एकचोटि त्यसलाई चेक गरेर पिआई पठाइदिनुहुन्छ होइन। उनीहरूले क्रेडिट टर्म्स प्राइस सबै नेगोसिएसन गरेर त्यो ल्याउने आइटम विथ प्राइस क्वान्टिटी सबै कुरा फिक्स गर्छन्। त्यसपछि आउँछ हाम्रो त्योभित्र अब त्यो सामानलाई यहाँ लिएर आउनुको लागि अब डिफ्रेन्ट काइन्ड्स अफ इन्स्ट्रुमेन्ट युज हुन्छ। जस्तै एलसिटिटी डिए भयो होइन। त्यसको थ्रु चाहिँ हामीले सामान मगाउने गर्दछौँ। एकचोटि सामान यहाँ हाम्रो इन्भेन्ट्रीमा आइसकेपछि यसलाई इन्भेन्ट्रीमा स्टोरेज गरिन्छ। जति मिनिमम टाइम इन्भेन्ट्रीमा स्टोर गर्नुभयो भने त्यति नै बेनिफिसियल हुन्छ। यसले हाम्रो इन्भेन्ट्री कस्ट सेभिङ हुन्छ। त्यो भएर इन्भेन्ट्रीमा आइसकेपछि हामीले हाम्रो अकाउन्ट्स डिपार्टमेन्टमा इन्ट्री गरिन्छ होइन। प्रज्ञापन पत्र को बेसिसमा इन्ट्री हुनुभयो। इन्ट्री भइसकेपछि अब सामान त आइपुग्यो। अब यसलाई बेच्नु पर्यो। अब कस्टमरसँग डिलिङ हुन्छ, कन्ट्र्याक्ट बन्छ, एग्रिमेन्ट बन्छ। अब कुन वे छ कम्पनीको त्यो बेसिसमा अनि इन्भेन्ट्रीबाट कस्टमरकोमा सामान पठाइन्छ। कस्टमरमा सामान गइसकेपछि अब रिसिभेबल भनेर क्रिएट त भयो। हामीले क्रेडिट टर्म्समै प्राय सामान बेच्ने गरिन्छ क्यास बेसिस भन्दा पनि। अनि अब हाम्रो रिसिभेबल क्रिएट भयो। अब रिसिभेबललाई उठाउनको लागि हामी टार्गेट गरिन्छ मिनिमम पिरियडमै हामीले उठाउन सक्यौँ भने हाम्रो क्यास साइकल बिग्रिँदैन। अब पैसा उठाइसकेपछि बल्ल हाम्रो एउटा होल सेट अफ ट्रान्जेक्सन चाहिँ एन्डमा आउँछ होइन। भनेको अब यसलाई एउटा समरीमा मैले भन्ने चाहिँ सुरुमा हामीले अर्डर गर्ने भयो, सामान आइपुग्ने भयो, इन्भेन्ट्रीमा बस्ने भयो, कस्टमरसँग डिलिङ गर्ने भयो, कस्टमरलाई सामान पठाइदिने भयो। त्यसपछि हाम्रो रिसिभेबल क्रिएट हुने, पैसा उठाउने भयो र फेरि होल प्रोसेस रिपिट हुने भयो। यो हो एउटा सिम्पल जेनरलै छ, एकदमै सिम्पल छ। अब अकाउन्ट्स डिपार्टमेन्ट कहाँनिर आउँछ, प्रोक्योरमेन्ट डिपार्टमेन्ट कहाँनिर आउँछ भन्दा प्रोक्योरमेन्ट अभियसली फर्स्टमा नै आउने भयो। त्यसपछि आउने भयो अकाउन्ट्स, त्यसपछि आउने भयो सेल्स डिपार्टमेन्ट होइन। अब यो हो जेनरल। अब यो सबै भन्दै हामीले बिङ अ फाइनेन्स रिलेटेड प्रोफेसनल्स हामीले फोकस गर्ने एरिया भनेको चाहिँ इन्भेन्ट्रीमा सामान राख्ने पिरियडलाई मिनिमाइज गर्नु अनि कस्टमरमा सामान दिइसकेपछि कलेक्सनलाई टाइमली कलेक्ट गर्नु होइन, ताकि हाम्रो क्यास साइकल नबिग्रोस् भनेर टार्गेट गर्नु नै हो मेजर एरिया अफ फोकस भनेको। बाँकी त अब जेनरल कुराहरू हो, चेक एन्ड ब्यालेन्स गरेर नै हामीले गर्ने गर्छौँ। तर एज अ फाइनेन्स प्लानर हामीले चाहिँ पहिला नै डिसाइड गर्नुपर्ने हुन्छ। इभन हुन्छ नि होल कुराको चाहिँ अलरेडी प्लान गर्ने। अब केही सामान मगाउँदै हुनुहुन्छ भने त्यो पोइन्टमा नै यदि हजुरले त्यो सामान आइसकेपछि के गर्ने त भनेर एन्ड तकको प्लान पहिला नै गराउनु भयो भने इट विल बी सो मच इजियर होइन टु कट डाउन द टाइम साइकल। अनि त्यसपछि क्यास साइकल मिलाउनुको लागि धेरै हेल्प गर्ने गर्दछ। त्यही नै थियो, सानो एकदमै कमन कुरा हो होइन। मेजर एरियाज हाम्रो लागि के इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा पनि मैले भनि नै हालेँ। अब यसमा पनि अब कसरी मिलाउने क्यास साइकल भन्ने कुरा डिफ्रेन्ट एरिया भयो होइन। तर बेसिक्स चाहिँ यही नै हो। थ्याङ्क यू फर वाचिङ।